नागरिक पर्सन आइटमले लाग्छ आफ्नो विरोध गरेर के सेतो टेबल छ नि Friends, today we are from Sumba. आज हामी उद्धव वाणिज्य सङ्घ जुम्लामा विज्ञान प्रदर्शनी मेलामा म सहभागी भएको छु। फेरि कस्तो भने हामीले विद्यालय भन्ने हुने फेरि तपाईँको थाहै नसक्ने समस्या त्यो छ कि होइन। अब अहिले त पालिका सिस्टम छ नि त। कार्यक्रम सञ्चालन गरिएको छ। सामाजिक विकास कार्य जुम्लाको चालु आर्थिक वर्षमा विनियोजित कार्यक्रम अन्तर्गत प्रतिभा पहिचान जुन कार्यक्रम थियो त्यसलाई जिल्ला स्तरका 8 पालिकाका विद्यार्थीहरूलाई सहभागी गराएर त्यो प्रतिभालाई पहिचान गर्दै र प्रदेशमा पठाउने जुन कार्यक्रम अनुसार गरिएको थियो र पत्रकार महासंघले जुन सहजीकरणको जिम्मेवारी दिनुभएको थियो। हामीले चाहिँ 4 गते नै जेठको 4 गते नै 4 गतेदेखि हिजोसम्म निरन्तर सम्पर्क गर्दाखेरि पनि विविध कारणले केही शिक्षा शाखा प्रमुखहरू केही विज्ञान शिक्षकहरू तालिमको लागि बाहिर गएको स्थिति र केहीले चाहिँ के हुनुपर्छ स्मार्ट सिटीको बारेमा त्यस्तो भएर के जानकारी दिन सक्नुहुन्छ? जस्तो स्मार्ट सिटी त हामी स्थापना गऱ्यौँ होइन, हजुरले मोडल तयार गर्नुभयो। अस्ति यसै अनुसार अगाडि विकासहरू हामी व्यक्तिले हामीले फाइदा स्मार्ट सिटीको यो चाहिँ मोडल भयो। हामीले चाहिँ स्मार्ट सिटीमा चाहिँ अनि यो चाहिँ सोलर प्यानल ब्याट्री र एलइडीबाट बनाएको छ। यो चाहिँ वायरलेस कार चार्जिङ सिस्टम, यसमा इन्डक्सन सिस्टम प्रयोग गरिएको छ। यसको मिनी सेन्सर
हामीले ट्रेनरहरूलाई उद्घाटन नै गरेन सिधै पुरस्कार वितरण गरेर समाप्त हुने सबै काम सकेर आज हामी जुलाई कार्यक्रम अन्तर्गत चित्रकला प्रतियोगिता तथा विज्ञान प्रदर्शनी प्रतियोगितामा सहभागी सम्पूर्ण अतिथिकाउन सहभागी विद्यालयका शिक्षक विद्यार्थी भाइ बहिनी र अन्य पत्रकार साथीहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा जुम्लाको सहजीकरण र सामाजिक विकास कार्यालय जुम्लाको सहयोगमा सामाजिक विकास कार्यक्रममा कार्यक्रम शुभारम्भ गरेको गरिरहेको छु। त्यस लगत्तै हामी राष्ट्रिय गान कार्यक्रममा सहभागी हुनेछौँ।